भजन सकियो भगवानको प्रादुर्भाव भएन। पहिलो महिनामा ध्रुवजीले भगवान नारद नाम गरेका ऋषिको आज्ञा अनुसार अहिले पहिलो महिनाको भजनमा ध्रुवले 3 रात्रिमा एक छाक खानुभयो। केवल आफ्नो आत्मवृत्तिको लागि भनेर ध्रुवले 3 दिनमा एक छाक त्यही पनि वनको फलफुल खाएर भगवानको भजन गर्नुभयो। भगवान आउनु भएन। जब पहिलो महिनाको भजन सक्यो दोस्रो महिनाको भजन ध्रुवको सुरुवात भयो। दोस्रो महिनामा 6 दिनमा एक छाक खानुभयो, त्यो पनि सुकेका घाँस खाएर। तैपनि भगवान आउनु भएन। जब दोस्रो महिना सकियो तेस्रो महिनाको जब ध्रुवले भजन गर्नु भएको छ तेस्रो महिनामा 9 दिनमा एक छाक खानु, त्यो पनि जल खाएर भगवानको भजन गर्न लाग्नु। भगवान आउनु भएन। जब ध्रुवको 5औं महिनाको भजन सुरु भयो 5औं महिनामा ध्रुवले 12 दिनमा एक छाक खानुभयो, त्यो पनि सास एकचोटि फेरेर। 12 दिनमा एकचोटि सास फेरेर ध्रुवले भगवानको भजन गर्न लाग्नु। भगवान आउनु भएन। जब ध्रुवको 5औं महिनाको भजन सुरुवात भएको थियो ध्रुवले यमुनाको तटमा गएर सारा संसारका भएका प्राणवायुलाई आफैमा लिनुभयो र एक चरणले जमिनमा टेकेर एक चरण उठाउनु भयो। भगवानको भक्ति गर्न लाग्नुभयो। सारा हाकार भयो, झत्कार भयो, देवी देवतादिहरूलाई सास फेर्न गाह्रो भयो र यो सारा रुँदै हुँदै गएर भगवान श्री नारायणलाई बिन्ती गर्न लागे। हरे भैमा झरना हरि भैमा झरना भैमा झरना हरि भैमा झरना आपत पर्यो हामीलाई रक्षा गर्न। भैमा झरना हरि भैमा झरना आपत पर्यो हामीलाई रक्षा गर्न। भैमा झरना हरि भैमा झरना आपत पर्यो हामीलाई रक्षा गर्न। राजकुमारको भजनले ज्यादै दुखी भएका देवतादिहरूले गएर भगवान नारायणको भक्ति गर्न लागे। प्रभुले आज्ञा गर्नुभन्न चिन्ता नगर्नु। देवी देवतादिहरू अहिले उत्तर पाद नाम गरेका राजाका छोरा ध्रुवले मधु नाम गरेको वनमा गएर मेरो आराधना गरेका छन्। यदि मैले गएर दर्शन नगरेसम्म ध्रुवले यो तपस्या छोड्ने छैनन् भन्नुभयो र भगवान श्री सरासर मधु नाम गरेको वनमा जानुभयो। मधुवनमा गएर भगवानले ध्रुवलाई दर्शन दिनुभयो। ध्रुव ज्यादै प्रसन्न हुनुभयो। भगवान अगाडि गएर जब बस्नुभयो ध्रुव बोल्न सक्नु भएन। भगवानले आफ्नो पाञ्चजन्य नाम गरेको शङ्ख लिएर ध्रुवको कपोल भनेको गालामा छोडिदिनुभयो। ध्रुवले भगवानको भक्ति गर्न लाग्नुभयो। प्रभु हजुरको कृपा नभएसम्म अघिसम्म म मुख भनेको लाठो थिएँ, आज बोल्न सक्ने भए। प्रभु 5 वर्षको बच्चा ध्रुवले भगवानको भक्ति गर्न लाग्नुभयो। हे परमात्मा, हे हरि, मैले केही पनि जानेको छैन। प्रभु कान्छी आमाको कठोर वचनले हजुरको भक्ति गर्न भनिरहेको हो। मेरो जीवनमा उद्देश्य केही पनि छैन। मेरो आमालाई अभागिनी आमा भनेर भन्नेवालीलाई मैले देखाउनु थियो। मेरो आमाभन्दा संसारमा भाग्यमानी कोही छैन भनेर आज मैले भगवानलाई प्रार्थना गरेको छु। म जस्तो छोरालाई जन्म दिने आमा भाग्यमानी भइन् कि भएनन् मलाई त्यति बताइदिनुहोस् भन्दा भगवानले भन्नुभयो, बाबु के भनेको तिमीले? तिमी जस्तो 5 वर्षका छोरालाई वन पठाएर भगवानलाई प्राप्त गराउनेवाला आमाभन्दा यो दुनियाँमा अरू भाग्यमानीको हुन सक्छ। बाबु तिमीले चिन्ता गर्नु पर्दैन। तिमीले 11,000 वर्षसम्म पृथ्वीको भोग भोग्नेछौ। मृत्यु देवीको शिरमा शरण राखेर वैकुण्ठ जानेछौ।
समस्त कुललाई तिमीले तार्नेछौ। कसैले प्राप्त नगरेको ध्रुवलोक प्राप्त गर्नेछौ। ध्रुव भनेको अविनाशी, ध्रुव भनेको विश्वास, ध्रुव भनेको अटल, ध्रुव भनेको तारा भएर रहनेछौ। आजबाट तिमी राजा हुनेछौ। लजाऊ भन्दा ध्रुवले हात जोडाउनु, प्रभु हिजो कुनै बेलामा राजा बन्ने इच्छा थियो होला, हिजो कुनै बेलामा बाबाको काखमा बस्ने इच्छा थियो होला मेरो प्रभु। आज मलाई बाबाको काखमा बस्नु छैन, राजा बन्नु छैन। केवल हजुरको भक्ति गरेर हजुरको कीर्तन गर्नु छ भन्दा भगवानले भन्नु होइन होइन बाबु, त्यसो नबनाएर जसलाई भगवानको आशीर्वाद प्राप्त भएको छ त्यसले त्यो भन्न सक्दैन। भगवानको वचनलाई मान्नै पर्छ भन्नुभयो। अहिले भगवान हरि वैकुण्ठ फिर्ती सवारी भएर जानुभयो। ध्रुव नाम गरेका राजा दरबारमा जानुभयो। ध्रुवको ठुलो सत्कार भयो। ध्रुवले राज्य गर्नुभयो। ध्रुवले गएर विवाह गर्नुभयो। ध्रुवले स्वयं भुव नाम गरेका मनुका छोरा ध्रुव, ध्रुवका छोरा उत्कल। ध्रुवले विवाह गर्नु, दुई भाइ छोरा उत्कल र वत्सर जन्मियो। ध्रुवका छोरा उत्कल हुनुभयो। 11,000 वर्षको राज्य भोग भोगेर ध्रुवले सारा पूर्ववासीलाई लिएर वैकुण्ठ धाम जानुभयो। यिनी ध्रुवका वंशमा गाडीका उत्कल नाम गरेका राजा भएका छन्। ध्रुवका छोरा ध्रुवका भाइलाई यक्षले मारिदिए। कुबेरजीले गएर यज्ञ रोकी बक्सन, युद्ध रोकी बक्सन हो। ध्रुवलाई आशीर्वाद दिनुभयो। ध्रुवका वंशमा यिनीका वंशमा उत्कल नाम गरेका राजा भए। उत्कलका छोरा वत्सर भए। वत्सरका छोरा अङ्ग हुनुभयो। अङ्ग नाम गरेका राजा ज्यादै धर्मादि हुनुहुन्थ्यो। यिनी अङ्ग नाम गरेका राजाका वंशमा अगाडि गएर बेन नाम गरेका राजा अत्यन्तै दुराचारी भए। अङ्गले छोरा बेनको कारणले गर्दा राजपाट छोडेर जानुभयो। बेन राजा भएपछि सारा दुःख दिन लाग्यो। साना साना बच्चा भेट्यो भनेदेखि कुवामा लगेर फालिदिने, खोलामा लगेर बगाइदिने गर्न लाग्यो। ऋषि महर्षिहरूको अपमान गर्न लाग्यो। भगवान छैन भनेर हिँड्न लाग्यो। नास्तिक भएर हिँड्न लाग्यो। पूजापाठ गर्नेलाई पनि विरोध गर्न लाग्यो। यस्तो प्रकारको अङ्ग नाम गरेको राजाका छोरा बेन अत्यन्तै दुराचारी भयो। बेनको दुराचारलाई देखेर ब्राह्मणहरू अत्यन्तै दुखी भएर यसलाई मारिदिनु पर्यो भनेर मारिदिए बेनलाई। यदि भगवानको भक्ति गर्नवाला भक्ति गर्न हुँदैन भनेर रोक्छ भनेदेखि मार्नुपर्छ भन्ने निर्णय अनुसार बेन नाम गरेका राजालाई मारिदिए। उनीका शरीर मथन गरेर पृथु र अर्सी महारानीको प्रादुर्भाव गरिबक्सनुभयो। उनी बेनका कारणले गर्दा माता पृथ्वी भाराक्रान्त भएकी थिइन्। पृथ्वीले गाईको रूप धारण गरेकी थिए। गौरवी पृथ्वीलाई द्वारा अहिले बेन नाम गरेका राजाले दोहन गर्नु बक्सनुभयो। गौरवी पृथ्वीद्वारा दोहन गरेर सारा खनिज पदार्थ निकालेको हुनाले त्यही दिनदेखि यसलाई मेदिनी भनिन्थ्यो। पृथु नाम गरेका राजाले दोहन गरेको हुनाले त्यही दिनदेखि पृथ्वी भनियो। बोली पृथ्वी महारानीको मेदिनीद्वारा पृथु नाम गरेको राजाले पृथ्वीको दोहन गरेर मेदिनीद्वारा पृथ्वी बनाइ बक्सनुभयो। यिनै बेन नाम गरेका राजाले सरस्वती नाम गरेको नदीको तटमा गएर अश्वमेध नाम गरेको यज्ञ गर्नुभयो। अश्वमेध नाम गरेको यज्ञमा छोडेको घोडालाई राजा इन्द्रले पक्राउनुभयो। यिनै बेनका छोराले गएर घोडालाई फर्काएर ल्याउनु भयो। अश्वमेध यज्ञको घोडा ल्याइसकेपछि राजा इन्द्र धेरै दुखी हुनुभयो। श्रद्धादि गरेका 4 कुमारले गएर राजा पृथुलाई उपदेश गरिबक्सनुभयो। पृथुले भगवानसँग 1000 कान मागिबक्सनुभयो। यिनै पृथु नाम गरेका राजाका वंशमा अगाडि गएर विचिताश्व नाम गरेका राजा भए। विचिताश्वका छोरा हाबिरधान, हाबिरधान नाम गरेका राजाका छोरा प्राचीन बर्ही, प्राचीन बर्हीका छोरा दशप्रचेता, दशप्रचेताका छोरा दक्ष। प्राचीन बर्ही नाम गरेका राजाले यज्ञ गर्नुभयो। यज्ञ गर्दा गर्दै पूर्वपट्टिको दिशा कुशको पहाड बनाएको हुनाले यिनी राजाको नाम प्राचीन बर्ही। प्राचीन भनेको पूर्व, बर्ही भनेको कुश। यज्ञ गर्दा गर्दै पूर्वपट्टिको दिशा कुशको पहाड बनाएको हुनाले राजाको नाम प्राचीन बर्ही। जति यज्ञ गर्दा पनि मनमा शान्ति भएन, कारण नारद नाम गरेका ऋषि आउनुभयो। यसो हेरेर त दुखी देख्नुभयो। लौ त राजन भन, यति धेरै यज्ञ गर्छ, दुखी हुनुको कारण के हो भन्दा लौ न गुरु थाहा छैन मलाई। नारद नाम गरेका ऋषिले भन्नु मास्तिर हेर त एकचोटि भन्नुभयो। यसो मास्तिर हेरेका त सारा अहिलेसम्म जति पनि खाएका थिए, काटेका थिए, मारेका थिए जीव जन्तुहरू सारा गरेर बसिरहेको देखे। लौ न गुरु यो के हो? यी सबैलाई मैले खाइसकेको, यिनीहरू मलाई खान गरेर बसेका छन्, के हो यो भन्दा? नारद ऋषिले भन्नु पालाको पैसो, हिजो तिमीले खायौ, अब तिमीलाई खान इसारा गरेर मुख खोलेर बसेका छन् माथि। त्यही भएर सकेसम्म तिमीले सात्विक यज्ञ गरेको भए आनन्द हुन्थ्यो। तर तिमीले तामसिक वृत्तिबाट देवीको नाममा, भगवानको नाममा, भगवतीको नाममा चढाएर जीव जन्तु हत्या हिंसा गरेर खाएको हुनाले तिमीलाई त्यो धेरै कष्ट भएको हो।
यदि तिमीले सक्छौ खाँदै नखाऊ, सक्दैनौ भनेदेखि देवीको नाममा चढाएर खाँदै नखाऊ, हुँदैन है हजुर। देवीको नाममा चढाएर खान हुँदैन, सकिन्छ नखाने हो होइन, सानैदेखि लागेको बानी खानै पर्छ भन्यो भनेदेखि देवीको नाममा चाहिँ खानु हुँदैन। किन? देवी भनेको आमा हो, आमालाई चढाएर कसरी सन्तान खान्छ त भन्छु त? सप्तशती पढेछौ नि हामीले, कुपुत्र जायेत क्वचित पिकुमाता नभवति। छोरा कुमार्गमा जान सक्छ तर आमाले छोरालाई कुमार्गमा जाओस् कहिले भन्दैनन् भन्छन्। त्यही भएर सकेसम्म मनले मान्छ भने नखाने, नमानेदेखि देवीको नाममा, भगवानको नाममा, भगवतीको नाममा चढाएर नखाने। यदि खाइहाल्यो भने पनि एकचोटि तरुण तपस्या पढेर खाने है हजुर। के भनेछ? त्यत्रो त्यो खुकुरी उचाली बलले घाँटी छिनालिकन खानै पर्छ भने नखाइ बसुला भन्छन् ठुला सज्जना। शिकारीको झम्टा तनु बिच परे थियो जवानी, चरी बोल्यो चिची गरिकन कठै व्याकुल बनी। म मर्ने बेला भो तर मनुज तिम्रो मनुजता, कता भाग्यो त्यसको भरसक बुझे है तिमी पदा। तरुण तपस्वीमा कवि शिरोमणि लेखनाथ पौडेलले एउटा चरीको बिलौना लेख्नुहुन्छ। नसक्छौ आँसु यो टपटप टिपी चप्प पिउन, नसक्छौ आँसुले दिनभर अगाएर जिउन, नसक्छौ भोक लागेलिकन कुनै वस्त्र सिउन। सुन्यौ व्यर्थै मेरो मनुज तिमीले जीवन किन। दुवै भाले पोथी हर बखत पालो गरी गरी, लगिदिन्थ्यौ चारा बिकल बचराको मुखभरि। अकेली सुत्केरी अब शिव हरि दिन बिचरी, गुजरा गर्लिथ्यो कसरी टुहुरा पालन गरी। एउटा चराले तरुण तपस्यामा यसरी पुकार गरेको छ, त्यस कारणले जबरजस्ती होइन हजुर, कसैले नखा भनेर होइन। यदि मनदेखि खान मन लाग्दैन भनेदेखि खान हुँदैन। यो विज्ञानले पनि भनेको छ, मासु खायो भने 72 घण्टासम्म शक्ति दिन्छ अरे मासुले। 72 घण्टासम्म एनर्जी आउँछ, शक्ति आउँछ, त्यसपछि फेरि रोग लाग्न थाल्छ। यो साइन्सले पनि भनेको कुरा हो। त्यस कारण सकिन्छ नखाऊ, सकिँदैन खाऊ, तर खानेले नखानेको निन्दा नि नगरौँ। सबैभन्दा ठुलो त्यही भइहाल्छ। जसले खाँदैनन् नखानेले खानेलाई निन्दा गर्न हुँदैन है हजुर। न के थाहा हिजो त्यसैले खाएर आज छोडेर पो निन्दा गर्न थाले हो कि हो। त्यस कारणले कसैले गाली नगरौँ, यस्तो उस्तो भनेर नसरापौँ। सकिन्छ मनदेखि मन लागेन नखाउँ, तर एकचोटि त्यो चाहिँ पढौँ तरुण तपस्या, अनि थाहा हुन्छ खाना मन लाग्ने त्यो मात्रै कुरा हो। तर यहाँ भागवतमा भनेको छ खान हुँदैन यो होइन हजुर। सकेसम्म खान हुँदैन, अथवा सकिन्न भनेदेखि अब खानु पर्यो। तर एउटा कुरा चाहिँ म यहाँ भन्छु, यस्तो चिज हो कि यो चाहिँ कसैलाई सोध्यो आमा के छ खाइन्छ खाइदिएन के बाबु, अब मासु खानुहुन्छ खानु न, सिधै सुन्न नि पाप लाग्ला। आमा खाइन्छ खाइदिन, यसो भनेपछि बुझ्छ नि त मान्छेले। खाइन्छ खाइदिन भने बाबु खान्छ कि नखानु राजा, पहिला त खुब खाऊ, अहिले त एउटा दाँत छैन झरिहाल्यो, अब के खानु। त्यसले भन्दा आफैले खाइदिन, त्यही भएर अहिले चाहिँ छोड्या हो। दाँत झरेर छोडियो भने चाहिँ काम छैन हो, साँच्चै हो। यदि दाँत झरेर छोडियो भने चाहिँ काम छैन, तर मनैदेखि छोडियो भने चाहिँ साह्रै धर्म मिल्छ। सकेदेखि नसकेदेखि त मैले के नै भन्ने होला, हरि होइन। भोलि भक्तवत्सल भगवानको यिनी ध्रुव नाम गरेका राजाको वंशमा अगाडि गएर प्राचीन परि नाम गरेका राजा हुनुभयो। प्राची भनेको पूर्व, परि भनेको कोश। यज्ञ गर्दा गर्दै पूर्वपट्टिको दिशा कोशको पहाड हुँदा पनि यज्ञ गर्नद्वारा सुख भएन, कारण हत्या हिंसा रूपी यज्ञ गरेका उनीहरूले प्राचीन परि नाम गरेका राजाको शान्ति भएको रहेनछ। प्राचीन परि नाम गरेको राजाका वंशमा अगाडि गएर
प्राचीन भरि हुनुहुनेका दश प्रचेताका छोरा दक्ष नाम गरेका राजाले पूर्ण भएको श्रीमद् भागवतको चतुर्थ स्कन्द सम्मको कथा, चतुर्थ स्कन्दको 31औं अध्यायले पूर्ण भएको कथा सरस्वती नाम गरेको नदीको तटमा राजा परीक्षित भगवान श्री सुखदेव स्वामीले बताई बक्सनुभयो। जय बोलो श्रीमद् भागवत महापुराणको जय हो। हरे आज छ त यो जिन्दगी भोलि परको, आज छ त यो जिन्दगी भोलि परको, कस्तो चोला दियो प्रभु छैन भरको। आज छ त यो जिन्दगी भोलि परको, कस्तो चोला दियो प्रभु छैन भरको। आज छ त यो जिन्दगी भोलि परको, कस्तो चोला दियो प्रभु छैन भरको। भक्तवत्सल भगवान को श्रीमद् भागवत को चतुर्थ स्कन्द स्वयं भुव नाम गरेका मनुका वंशको कथा 31औं अध्यायले पूर्ण भएको थियो, जसमा स्वयं भुव नाम गरेका मनुका छोरा उत्तनापाद नाम गरेका राजा उत्तनापादका छोरा ध्रुवका छोरा उत्कलका छोरा बत्सरका छोरा अंगका छोरा बेनका छोरा बेन नाम गरेका राजाका छोरा प्रेतोका छोरा विजताश्वका छोरा हवृधान नाम गरेका राजाका छोरा प्राचीन बरीका छोरा दश प्रचेताका छोरा दक्ष नाम गरेका राजा समनको कथा। जसले यो वंशावलीको कथा श्रवण गर्छ सुनाउँछ भनेदेखि त्यसका कुलमा सुख शान्ति समृद्धि प्राप्त हुन्छ भन्ने समनको कथा बताइयो। अब श्रीमद् भागवतको पंचम स्कन्धमा उनी स्वयं भुव नाम गरेका मनुका छोरा प्रियव्रत नाम गरेका राजाको कथा। श्रीमद् भागवतको पंचम स्कन्ध भगवान श्री नारायणको जाङ पर्यन्तको कथा हामी शरणदेखि कथा सुनाउँदैछौँ। जाङ पर्यन्तको कथा श्रीमद् भागवतको पंचम स्कन्ध। श्रीमद् भागवतको पंचम स्कन्धमा उनी स्वयं भुव नाम गरेका मनुका छोरा प्रियव्रत नाम गरेका राजाको कथा। प्रिय भनेको राम्रो, व्रत भनेको कर्म, जसको छ राम्रो कर्म त्यसलाई प्रियव्रत नाम गरेका राजा भनियो। प्रियव्रत नाम गरेका राजाले 7 द्वीप 7 समुद्रको परिकल्पना गरी बक्सनुभयो। प्रियव्रत नाम गरेका राजाका 10 भाइ छोरामा 7 भाइ छोरालाई जम्बू आदि गरेका द्वीपका अधिपति बनाई बक्सनुभयो। 3 भाइ छोरा महाउदरिता मुनि भन्नुभयो। प्रियव्रत नाम गरेका राजाले यो संसारमा भगवान सूर्यले किन एकैचोटि प्रकाश दिँदैन, काहीँ उदाउँदा काहीँ अस्ताउने, काहीँ अस्ताउँदा काहीँ उदाउने, यो किन हुँदो रहेछ भनेर हिँड्ने क्रममा प्रियव्रत नाम गरेका राजाको रथको चक्का जाँदा पर्यो त्यो भाग समुद्र बन्यो। दुईपट्टिको भागलाई द्वीप भनियो, जसमा प्लक्ष आदि गरेका द्वीपहरूको तयारी भए। 7 द्वीप 7 समुद्रहरूमा जम्बो, प्लक्ष, सालमली, कुश, क्रोच, सक, पुष्कर नाम गरेका द्वीप। नदीहरूमा खार जल, गुलियो जलले युक्त भएको रस, मदिरा, घिउ, दही, दूध र मिठो पानीले युक्त भएको 7वटा समुद्रहरू बने। 7 द्वीप 7 समुद्रको परिकल्पना गर्दै छोरा अग्निदलाई राज्य दिनुभयो। यिनी अग्निद नाम गरेका राजाका वंशमा अगाडि गएर अग्निदका वंशमा अगाडि गएर नाभि नाम गरेका राजा हुनुभयो। नाभिका वंशमा अगाडि गएर ऋषभदेव भगवान हुनुभयो। ऋषभदेव भगवानका 6 भाइ छोरामा जेठा छोरा भरत नाम गरेका राजा हुनुभयो, जसले राज्य गरेको भारतवर्ष भनियो।
भरत नाम गरेको राजाले राज्य गर्नुभन्दा पहिलालाई अझ नामखण्ड भनिन्थ्यो। भरत नाम गरेको राजाले राज्य गरेको हुनाले भारतवर्ष भनियो। उनी भरत नाम गरेको राजाले राज्य गर्दा गर्दै आज अत्याधिक राज्यदेखि वितृष्ण भएर हाम्रै देश नेपालको काली गण्डकी नदी दामोदर कुण्ड जसलाई शालिग्राम क्षेत्र भनिन्छ, शालिग्राम भगवानको दर्शन गर्दै पवित्र भूमिमा गएर भरतले तपस्या गर्दै हुनुहुन्छ भन्ने समानको कथा श्रीमद् भागवतको 5औं स्कन्धको 5औं अध्यायमा वर्णन गरी बक्सनुभयो। जय बोलो भरतजी महाराजको जय हो। हरे गाये गंगा तुलसी दामोदर कुंड, गाये गंगा तुलसी दामोदर कुंड, शालिग्राम भगवान लैजाऊ वैकुंठ। गाये गंगा तुलसी दामोदर कुंड, शालिग्राम भगवान लैजाऊ वैकुंठ। गाये गंगा तुलसी दामोदर कुंड, शालिग्राम भगवान लैजाऊ वैकुंठ। दामोदर कुंड, शालिग्राम भगवान लैजाऊ वैकुंठ। गाये गंगा तुलसी दामोदर कुंड, शालिग्राम भगवान लैजाऊ वैकुंठ। दामोदर कुंड, शालिग्राम भगवान लैजाऊ वैकुंठ। शालिग्राम भगवान लैजाऊ वैकुंठ। शालिग्राम भगवान लैजाऊ वैकुंठ। बोले भागवत भगवान को। शालिग्राम